नमस्कार दर्शकबिन, यहाँहरूलाई हाम्रो च्यानल मामा ब्लग्समा स्वागत छ। आज चाहिँ हामी एकजना बुवाको अन्तर्वार्ता लिन गइरहेका छौँ र सो अन्तर्वार्तामा चाहिँ हाम्रो बुवाले भोग्नुभएका आफ्नो कथा व्यथा र देखाएका कुराहरू, यो चाहिँ विशेष गरी भूत प्रेत सम्बन्धी रहने भएकोले यो श्रृङ्खला चाहिँ एकदम रमाइलो हुनेवाला छ अनि अलिकति डरलाग्दो पनि र आफ्नो मन अलिक डर बनाएर सुन्नलाई तयार हुनु होला। सर्वप्रथम चाहिँ हाम्रो बुवाको नाम ठेगानाहरू चाहिँ यसो भनिदिन सक्नुहुन्छ कि? बुवा नमस्कार। नारायण सत साहेब। र अब दर्शकहरूलाई आफ्नो नाम? मेरो नाम रामबाबु रायमाझी। हजुर आरामै हुनुहुन्छ नि? आरामै छु अझसम्म। हजुर अहिले कति वर्ष हुनुभयो? अहिले 84 वर्ष हुनुभयो। 84। जीवनमा धेरै दुःख सुखका दिनहरू देख्नुभएका, धेरै कुराहरू भोग्यो, उकाली ओह्राली चौतारी गर्दै यहाँसम्म आइपुग्यो। अनि अहिले के छ, खुसी हुनुहुन्छ? अझसम्म राजी खुसी नै छु। खुसी नै हुन्छ। ल आज चाहिँ अब हामी आजको जुन श्रृङ्खला छ त्यो तर्फतिर लागौँ र आजको विषयवस्तु पनि अब हाम्रो भूतप्रेत सम्बन्धी छ होइन, जुन चाहिँ अब अहिलेको जेनेरेसनसम्म अहिलेको युगसम्म आइपुग्दाखेरि चाहिँ विज्ञानले एकदम ठुलो फरक मारिसक्यो र वैज्ञानिकहरूको भनाइअनुसार चाहिँ अब यो भूतप्रेतलाई चाहिँ उनीहरूले मान्दैनन् होइन। तर तपाईँले अब यत्रो जन्मेदेखि 84 वर्ष उमेरसम्ममा के कति भोग्नुभयो त यो विषयमा? मैले त एकदम तपाईँको बारेमा सुनेरै तपाईँले एकदम भोग्नुभएको देख्नुभएको एकदम छ अरे कथा व्यथाहरू र सो सम्बन्धी आफ्नो भगाइहरू कथाहरू दर्शक सामु भनिदिनुहुन्छ कि? हुन्छ। मलाई बाल्यावस्थामा भूत भन्ने सुनेको थियो, तर भूत देखेको थिएन मैले। एकपालि कान्छा बुबाको साथमा घट्ट गएको थिएँ। घट्टबाट फर्केर आउँदा मध्यरात जस्तै भएको थियो, पूर्णेको दिन सायद थियो होला, जुनेली रात थियो। मेरो उमेर धेरैभन्दा धेरै 13 वर्षको थियो होला। र माथि गाउँमा लुङसाल भन्ने ठाउँमा आइपुग्दा मलाई साह्रै तिर्खा लाग्यो। मैले कान्छा बुबासित अनुरोध गरेँ कि कान्छा बुबा मलाई साह्रै तिर्खा लाग्यो। त उहाँले भन्नुभयो ठिक छ, यहाँ टुवेल छ, म पानी माग्दिन्छु, जाउँ। अनि धोक्रो बिसाएर पानी माग्न गएको। अनि एउटा घरको करासाको सुरमा गएर उहाँ उभिनुभयो। उभिएपछि के हेर्नु भएको छ भनेर मैले पनि हेरेँ। हेर्दाखेरि आँगनमा टाउको नभएको एउटा केटो नाचिराखेर छ। मैले त जिन्दगीमा देखेकै थिएन भूत भन्ने कस्तो हुन्छ भनेर। मलाई यो भूत हो भन्ने त्यही पनि थाहा भएन, सायद यस्तै होला भन्ठाने मैले पनि। त्यहाँबाट कान्छा बुबाले मलाई फेरि यसो गर्नुभयो, पछाडि झार्नुभयो र लिएर फर्केर हिँडिहाल्नुभयो। घरमा गएपछि भन्नुभयो मेरो बुबा आमासित कि यस्तो यस्तो देखियो, अब छोरो त डराउँछ होला भनेर चाहिँ मैले हतार लिएर आएँ। अब पानी सानी त त्यत्तिकै भयो भनेर भन्नुभयो। अनि त्यहाँदेखि मलाई ज्ञान भयो कि भूत हुँदो रहेछ। अनि उहाँले भन्नुभयो त्यो मुर्कुटो थियो, मुर्कुटाको टाउको हुँदैन भन्ने कुरा उहाँले भनेको हुनाले त्यहाँबाट मलाई जानकारी भयो कि भूत हुँदो रहेछ। र यस्तै कुरा पछि पल्टनमा पनि मेरो साथमा बित्यो। एउटा सेमरखेडी भन्ने गाउँमा मेरो पोस्ट थियो। पोस्ट कमान्डरको रूपमै म थिएँ। इन्चार्ज सुबेदार साहबको कम्पनी कार्यालयमा जानुभएको थियो। म थिएँ त्यहाँ गाउँको विशेष मान्ने मान्छे र 2-4 जना सहित म बाटामा आएर हल्दार साहब नमस्कार भने। मैले नमस्कार हजुर, के काम पऱ्यो होला? हजुर यो भयो भनेर कथा सुनाएँ उनले कि म ससुराल गएर आउँदै थिएँ। आँपको बगैँचामा आइपुग्दाखेरि एउटा पहलमान आइलाग्यो। मसँग कुस्ती गरेर जितिस् भने ठिक छ, जित्नेस् भनेदेखि त्यति बेरै हुन्छ कुरा भनेर मलाई हप्की दप्की गऱ्यो। म पनि पहलमान थिएँ, मलाई पनि झोक चल्यो। लु त लु भनेर लगौटी सगौटी ठिक गरेर कुस्ती लडेँ। मैले लडेपछि त्यसलाई पछाडेँ। उत्तानो पारेर पछाडिसकेपछि हजुर अब मलाई छोडिदिनुहोस्, तपाईँले जित्नुभयो, म हारेँ भने मैले छोडिदिएँ। अनि छोडिदिएपछि उसले के भनेछ भने हजुर तपाईँले जित्नुभयो, अब म तपाईँको नोकर भएँ, तपाईँ मालिक, अब म नोकर, लु जाउँ भनेर घरमा लिएर आएछ। घरमा लिएर आएपछि आउने बित्तिकै कुर्सीमा बसेर पसिना के पुछ्न लागेको थियो पङ्खा हल्लाएर। अनि हजुर म त काम गर्न आएको, मलाई काम दिनुहोस् भनेछ। लु जा बाबु फलानु काम गरेर आइज भन्यो। भन्न पाएको छैन, एकछिन गरेर आइसकेछ। ऊ पनि दङ्ग परेर के गर्ने मान्छे होइन क्या हो यो त भनेर त्यहाँबाट फलानु काम गर, ढिम्कानु काम उहाँ दाउरा छ लिएर आइज, उहाँ खेतमा यस्तो छ खनेर आइज भन्यो। एकछिनमा खनेर आइहाल्छ अरे उता।
हजुर त्यो काम सक्यो काम दिनुहोस् भन्छ। त्यहाँदेखि उसलाई पूर्ण विश्वास हो यो भूत रहेछ भनेपछि अनि मुबार आएर हल्दा साहब यो किसिमको उपाय गरिदिनु पर्यो। तपाईँलाई त नेपालको ज्योतिषी हल्दार साहब भनेर हामी चिन्छौँ, तपाईँको पासमा काफी ज्ञान पनि छ र यो विश्वासले आएको म त परेसान भएँ। घरमा बस्न भएन, घरमा बसेपछि काम दिए भन्छ कामै छैन। पडोसीको घरमा गयो भने जाँदैन, फेरि आफ्नो घरमा आयो भने हजुर काम दिनुहोस् भनिहाल्छ भनेर बिन्ती गऱ्यो। अनि म पनि के जान्न थिएन, एउटा हल्दारे थिएँ। अब एउटा हल्दारको पोस्टमा भएको भए तापनि अलि हल्दारे नै थियो बुद्धि, तैपनि भगवान् कृष्णको म उपासक थिएँ। अनि कृष्णलाई सम्झेँ, भगवान् मलाई सद्बुद्धि दिनुहोस्। अब गाउँको ठुला ठाला आए सोध्न भनेर दिमागमा आयो एउटा कुरा। अनि मैले उहाँलाई के भने पटेल साहब तपाईँ जानुहोस्, त्यसले काठहरू थुप्रो ओसारेर ल्याएको छ नि त, थुपारे छ नि त, छ। त्यसबाट एउटा काठ चाहिँ आँगनको माना गाड्नु भन्नुहोस्, त्यसले गाड्छ, गाडेपछि काम दिनुहोस् भन्छ। अनि त्यो खम्बामा चढ्ने र झर्ने गर भनेर भन्नुहोस्। अनि के हुँदो रहेछ मलाई भन्न आउँछ भने मैले पठाएँ। मलाई भन्न आयो, जानेर भनेको थियो। भूत हुन्छ भन्ने चाहिँ विश्वास थियो मलाई। गएर त्यसै गरेछ। अनि उता चढ्ने झर्ने बेलुका सुत्ने बेलासम्म चढ्ने गरेको थियो अरे। भोलिपल्ट बिहान उठेर हेर्दा त खम्बा मात्रै त भागेछ भूत। त्यस हुनाले भूतले जे पनि गर्न सक्छ, जस्तो पनि हुन्छ। खास गरी भारतमा यो भूत प्रेतको चलन धेरै नै छ। मैले धेरै ठाउँहरूमा यस्तो भूत प्रेत सम्बन्धमा मैले जानकारी पनि प्राप्त गरेँ हो र मुख्य चाहिँ कुराहरू तिमीलाई मैले बताएँ। एकदम रोमाञ्चक पनि, एकदम डरलाग्दो पनि है। सुन्दाखेरि पनि मेरो चाहिँ यहाँ काँधै उम्रियो। दर्शकबिनहरूलाई कस्तो महसुस भयो एकदम कमेन्टहरू गरिदिनु होला। अनि बुवा तपाईँले आफ्नो यो ज्योतिषीको बारेमा पनि जिकिर गर्नुभयो है। अनि यो विषयमा नि अलिकति थोरै, हामीसँग समय त धेरै छैन, के बोलिदिनुहुन्छ कि? यो ज्योतिषीको सम्बन्धमा चाहिँ बाबु यस्तो भयो, म भर्ना हुँदाखेरि 2 इन्च हाइट पुगिनँ। सिपाहीलाई 5 फिट 2 इन्च चाहिने रहेछ नेपाली, म 5 फिट मात्रै रहेछु। भर्खर 16 वर्ष लागेको थियो। अनि त्यहाँबाट त अप्ठ्यारो पऱ्यो, अब के गर्ने। अनि मलाई एकजना अर्घाखाँचीका, हाम्रो नेपालका अर्घाखाँचीका सुधार साहबले सोध्नु हो, कान्छा अब त के गर्छस् भन्नु। मैले भने हजुर अब के गर्ने, अब के भन्नु त मैले भने। त्यसो भए कान्छा यस्तो गर, त बाहुन भन्, छेत्री नभन्, तँलाई भान्सामा मिलाइदिन्छु, अलिबार गुजारा गर, तेरो हाइट पुगेपछि त भर्ना भइहाल्छस् भन्नुभयो। र मैले हुन्छ हजुर म बाहुनै भन्छु भने मैले बाहुन भनेर भर्ना भएँ। अब बाहुन भनेर पहिला भान्सामा भर्ना भएको मान्छे पछि सिपाही हल्दार हुँदा म बाहुन होइन भन्न त मिलेन। अन्त बाहुनको बाहुनै बने म। र एकपालि के भयो भने चैत वैशाखको गर्मीको दिन थियो। भारतमा गर्मीमा कवायत हुँदैन। बिहान 10 बजे कवायत छुट्छ, त्यसपछि 2 बजे मात्रै कवायत सुरु हुन्छ, फेरि फालिन हुन्छ। र बिचमा त्यो धेरै गर्मी भएको हुनाले कवायत हुँदैन। र आँपको बगैँचामा बसिराखेका थियौँ सबैजना एउटा रुखमुनि। त मलाई बोलाए 2 जना मभन्दा सिनियर हल्दार साहबहरू, पाल्पा तानसेनका थिए। उनीहरू शर्मा लेख्थे, अब जो पनि होलान्। बोलाए, हल्दार साहब तपाईँ आउनुहोस् भने म गएँ। बस्नुहोस् भने बसेँ। अनि तपाईँसित एउटा कुरा सोध्न मन लाग्यो, सोध्नुहोस्। तपाईँ बाहुन भन्नुहुन्छ, खोइ बाहुनको काम गरेर त हामीले देख्दैनौँ नि त, केही पनि गराइदियो, नुहारण गरेर पनि देख्दैनौँ हामी, केही गरेर पनि देख्दैनौँ भने। मैले भने हजुर यस्तो हो, म केटाकेटीमै आएँ, मेरो बुबा त ज्योतिष हुनुहुन्छ, केटाकेटीमै आएँ, मैले सिक्नै पाइनँ भने। अनि त्यहाँबाट उनीहरूले भने खोइ तपाईँले बाहुनको काम नगरेर देख्दा त हामीलाई त हलो जुत्तो बाहुन जस्तो लाग्यो हामीलाई भने। मैले चुप्पै लागेँ भयो भने। त्यहाँबाट बिदामा आएपछि बुबालाई, बुबा मलाई यो ज्योतिष लाइन अलिकति सिकाइदिनुहोस् भने बुबाले अलिकति लाइन सिकाइदिनु भयो। त्यसपछि गएर मैले आफै प्रयास गरेँ। अनि काशीमा पुग्दाखेरि काशीका पण्डाहरूसित पनि मित्रता गरेँ, चिया खुवाउने, सङ्गत गर्ने, आफूले नजाने सिक्ने गर्दा गर्दै ती मलाई हलो जुत्तो बाहुन हो क्यारे भन्नेका पनि छोराहरूको चिना मैले लेख्दिएँ। अहिले पनि म कमसेकम पनि 5 हात लामो चिना लेख्छु। म श्लोकहरू संस्कृतमा लेख्छु, तर फलादेश नेपालीमा लेखिदिन्छु। मैले लेखेको चिना फेरि ज्योतिषलाई देखाउनु पर्दैन। आजकलको पढालेखा जुग छ, यो जुगमा आफ्नो समय आफै जान्ने चिना खोलेर हेरेर। यस प्रकारले मैले ज्योतिष सिकेँ। मलाई चाहिँ
मैले रहरले सिकाएँ भने करले सिकाएँ हिन्दीमा भन्छ कि मार के भूत बनायो भने जस्तो म चाहिँ करले चाहिँ ज्योतिष बनिया हुँ र अहिले ज्योतिषी काम गर्दैछु। एकदम यो भगाइहरू चाहिँ होइन एकदम रमाइलो लाग्यो मलाई। आफ्नो चाहिँ मान्छेहरूले भोग्दै जाँदा जीवन भोगाइक्रम हुँदै जाँदाखेरि चाहिँ धेरै कुराहरू सिक्दै बढ्दै जाने रहेछ। ठिक छ, एकदम रमाइलो लाग्यो तपाईँसँग भेटेर। र दर्शकबिनहरूलाई कस्तो लाग्यो पनि यो हाम्रो यो श्रृङ्खला आफ्नो विचारहरू चाहिँ कमेन्ट गरेर भनिदिनु होला। अब हामी अर्को पार्ट अवश्य आउनेछौँ। तपाईँहरूको कमेन्टको अपेक्षा गरेछु के कस्तो लाग्यो सल्लाह सुझावहरू दिनु होला र हाम्रो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला, माया पनि गरिदिनु होला। धन्यवाद धेरै सबैजनालाई। नमस्कार बुवा। नारायण।